सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ म धेरै पछि मेरो एउटा नयाँ ब्लग बनाउनु गइरहेको छु। सो धेरै भयो मैले चाहिँ ब्लग नबनाएको, किनभने अब कहीँ पनि गइदिनँ, त्यही भएर ब्लग नबनाएको। अब चाहिँ डेली ब्लग बनाउने सोचिरहेको छु। सो बिस्तारै अब आउँछ मेरो पनि। अनि अहिले चाहिँ हामी अब टोखा निक्लिन लागेको। सो हामी अहिले बाटोमा देखाउनेछौँ को को हुन्छौँ। आज चाहिँ ओभर रमाइलो गर्नुपर्छ है गाइज। सो गाइज म चाहिँ अब निक्लिन लागेको। अनि अहिले चाहिँ 11-12 बज्नु लागेको छ। अनि म चाहिँ निक्लिसकेको छु। अनि मैले चाहिँ यहाँको यो निकाल्दै स्टक मैले चाहिँ ओरिजिनल बनाएको छु। अहिले यो ब्याग पनि सिकेको छु। सो गाइज अहिले चाहिँ हामी बौद्धमा छौँ। यहाँ चाहिँ अनि म एक्लै उसलाई पुर्याउनु पर्ने भएर आएको। अनि रोशन सोल्टीहरू त मुलपानीबाट अब निक्लिनु लाग्नुभयो होला। अनि त्यो सागर भाइहरू चाहिँ उहाँ पुगिसकेछ। सो गाइज पेट्रोल चाहिँ अलिक कम्ती भएको अवस्था। सो हेलो गाइज, हामी चाहिँ फाइनली टोखा भुतखाल पुगिसकेको छौँ। मेरो साथमा सुजित यहाँ हुन्छ हाम्रो टिमहरू। आज चाहिँ साकेला रहेछ। सो गाइस हेर्न सक्नुहुन्छ। सो गाइज हामी चाहिँ अहिले बस स्ट्यान्ड अफ हुँदैछौँ। अनि यहाँ चाहिँ ओभर गर्मी भइरहेको छ। आजको मेरो भ्लग हेर्दै होला सबैले। सो गाइज हामी चाहिँ यहाँ खाजा खान लागेको देख्न सक्नुहुन्छ। सिधै डिस्काउन्ट हो। गोदावरी को खाएको हो? अरूले स्प्राइट, अरूले चाहिँ च्याङ हो। मैले आज खाएन। सबै क्लियर छ कि हाम्रो चाहिँ आफ्नै गीत बजिरहेको छ। खोइ त चेस एकछिन चेस फेरि ल्याम्पमा खाइदिनु त। खतरा खाइदिनु भयो यार। मिठो लाग्यो। सो गाइज अहिले चाहिँ रात परेको छ। अनि देख्न सक्नुहुन्छ यहाँ हल्का जाम पनि भइरहेको छ। एकटा कहाँ पुग्यो मान्छेहरू, कहाँ पुग्यो। सो गाइज हामी चाहिँ अब यहाँबाट निक्लेको है। आज यस्तै भयो होइन। रमाइलो भयो। सो अब भाइहरू चाहिँ उता बर्गर हाउसमा छ अरे। अनि हामी चाहिँ निक्लिनु लागेको। म चाहिँ निक्लिसकेको उता रश्मिलाई लिनु जानु पर्ने हुन्छ म चाहिँ। सो त्यहाँ भइरहेछ अझै बस फाइनल। ल गाइज निक्लेको म बाई। लेट्स गो बाई।